प्रत्येक आमा बुवालाई आफ्ना छोराछोरी बुद्धिमान र चनाखो हुन् भन्ने चाहना हुन्छ। तर यसको लागि सही रेखदेख र आहारको आवश्यकता पर्छ। डाक्टर साहबले भन्नुभएको 6 महिनापछि शिशुलाई आमाको दुध मात्र खुवाएर पुग्दैन। त्यसैले हाम्रो छोरालाई 6 महिनाको उमेरदेखि उसलाई चाहिने पौष्टिक आहार पुगोस् भनेर लिटो जौलो जस्तो खानामा मह, चिनी, शुद्ध घिउ, गेडागुडी, हरियो सागपात आदि मिलाई खुवाउँछु। बच्चाहरूले हामीले जस्तै एकै पटकमा धेरै खाना खान सक्दैनन्। त्यसैले हामी उसलाई थोरै मात्रामा पटक पटक गरी खाना खुवाउँछौँ। हो, शिशु जन्मेको पहिलो 2 वर्षभित्र उसको दिमागको करिब 80% विकास भइसक्छ। त्यसैले ऊ 6 महिना पुगिसकेपछि उसलाई पटक पटक थप पोषिलो खाना खुवाउनुको साथै कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि खुवाइराख्नुपर्छ। साथै खाना बनाउने र खुवाउने भाँडा सफा हुनुपर्छ र शिशुलाई खाना खुवाउनु अघि साबुन पानीले राम्ररी हात धुनुपर्छ। हामी डाक्टर साहबको सल्लाह अनुसार नै छोरालाई थप खाना खुवाउँछौँ। त्यसैले त ऊ यति फुर्तिलो छ र उसको शारीरिक र मानसिक विकास राम्ररी भएको छ।